गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि। आज विशेष दिन 17 मे 2025 शनिबार विश्व शान्ति का अग्रदूत महामानव श्री गौतम बुद्ध को 2569औं जन्म जयन्ती। उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, विभिन्न संघ संस्थाबाट पाल्नुभएका आदरणीय व्यक्तित्वहरू र हाम्रो निमन्त्रणालाई स्वीकार गरी आउनुभएका तपाईँ सम्पूर्ण र यस हलभित्र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। हृदयको खेतमा सत्यता अनि शान्तिको बिउ विचारोपण गर्न सिकाउने विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मदिन आज विशेष दिन र आज हाम्रो कार्यक्रम हामीले 2 बजेदेखि नै औपचारिक कार्यक्रम सञ्चालन गर्ने हाम्रो तालिका थियो। समय बावजुद हामीले समयमा नै कार्यक्रम सञ्चालन गर्न सकेन। त्यसको लागि म लगायत हाम्रो सिङ्गो टिम नै क्षमा प्रार्थी चाहन्छु। र अब हामी औपचारिक कार्यक्रमलाई अलिकति थाती राखेर हामी साङ सेर्गेम लामा पूजापाठबाट सुरु गर्नेछौँ कार्यक्रम। र हाम्रो प्रमुख अतिथिज्यूहरू पनि आउँदै हुनुहुन्छ र उहाँहरू आइसके पश्चात हाम्रो औपचारिक कार्यक्रम हामी सुरु गर्नेछौँ। तबसम्मको लागि तपाईँहरू धैर्य गरिदिनु होला। र अब हाम्रो कार्यक्रम साङ सेर्गेमबाट सुरु गर्नेछौँ। यसको लागि लामा मेमे फुर्बा लामा र सिजन लामाज्यूलाई जोरदार तालीले स्वागत गरिदिनु होला। म विनम्र अनुरोध गर्दछु। जीवनमा दया भनेको जीवनमा हामीले हरेक पापहरू गरेको जानेर अनजानमा गरे तपाईँले काटमार गर्नु मात्र पाप होइन, अरूलाई नराम्रो सोच्नु, नराम्रो बोल्नु होइन, त्यो पनि पाप। नराम्रो चिताउनु नै पाप। त्यही भएर चाहिँ बुद्धले चाहिँ के भन्नुभएको भन्दाखेरि कहिले पनि त्यो नसोच्नु, अरूको भलो नचाहनु, अरूले जे गर्नुहुन्छ गर्नु, तर आफूले कहिले लागि चाहिँ यसलाई चाहिँ मैले यस्तो गर्थेँ, यसले यस्तो भइरहेको हुन्थ्यो, त्यो भनेर मैले पनि तपाईँले चाहिँ के गर्नुहोस् त्यो भन्दाखेरि कहीँ वक्त चित्त हुनु चाहिँ जीवनले गरेको पाप आज तपाईँहरूले यहाँ जति पनि ठ्याक गर्नु बस्नु भएको क्याप्चर गर्नु बस्नु भएको तपाईँहरूले चाहिँ के गर्नु त्यो क्याप्चर गर्दाखेरि के सोच्नुहोस् भने मैले जीवनले गरेको पाप Yes,
कसको हो यो? कहाँ भन्नुभयो? कसको सम्मति हो? आशो बहिनी सम्मति थिएन देख्यो। हेलो यता हाम्रो दाइ हेलो छेमे छेमे टाइ यता आमाहरू टोल जेसुकै हो भने यता टन्नै छ। हेलो हाम्रो दिलीप सन्दिजु राम्रोसँग देखाउनु न।
एकैचोटि सिद्ध्याउनु है सुन्ने बेलामा चाहिँ त्यो प्रसाद बाँड्ने अहिले सिद्धेपछि त मिल्छ लिम्बूका आएको पनि होला है लिम्बूको एकजना मात्र एकजना मात्र 8जना छ त्यही एकजनालाई मात्रै फ्री हो अरू त सबै टिकट दिन्छु दिन्छु जीवनले गरेको पाप वक्तव्यले बोलेको पाप र मनले सोचेको पाप मनले पनि धेरै नराम्रो चिजहरू सोचिन्छ सबसे बढी भने मनमा हामीले के भन्छौँ यसलाई यस्तो भइदियो हुन्छ यसलाई मैले यस्तो गर्न पाएँ भने त्यो केले बोल्छौँ सोच्नाले यहाँ मनबाट सोच्छौँ बोल्ने जिब्रो झ्या झ्या भन्छ हामीले जिब्रोलाई झ्याबाट सोच्छौँ झ्या भनेको हामीले कोबाट बोल्छौँ कानबाट सुन्छौँ ज्ञान नफुल भने ज्ञान भनेको कान हो त्यही भएर हामीले जीवनले गरेको पाप भगवानले गरेको पाप र मनले चिताएको पाप जो सोच्छौँ त्यो आजको दिनमा चाहिँ मैले बुद्धको शरणमा आएको म बुद्धको यहाँ यत्रो पूजा भइरहेछ म त्यहाँ सरिक हुन पाउँदैन मैले जाने अन्जानमा केही गल्ती गरेँ पाप गरेको छु भने त्यो आज चाहिँ एउटा होस् भनेर सोच्नुहोस् र आज चाहिँ हामी एकदम शान्ति गर्न पाउँछौँ आजको दिन कसैको बारेमा नसोच्नु केवल
मलाई एकदम खुल्ला आजको दिनमा चाहिँ त्यसै न अब भोलिबाट आफ्नो दैनिक काम भइहाल्छ होइन सबैजना प्रदेशमा मिटिङ गर्नुपर्छ हरेक छ तर आजको केही समय तपाईँहरूले आधाभन्दा 15 मिनट मात्र पनि मलाई एकदम शान्त बनाइदिनु भने तपाईँले सोच्नुहोस् कि भगवान बुद्ध चाहिँ धेरै अगाडि उहाँको शरण हामी भनेको उहाँको एउटा के हो भने शिष्य हो क्या हामीले थोरै के ज्ञान लिएको छौँ हजुरहरूप्रति हामीले यो ज्ञान थोरै पाएँ त्यसमा चाहिँ हजुरहरूले कहिलेपछि केही समय बाहिर धारण गरिदिनु छ र मलाई एकदम आनन्द एकदम शान्त किनभने बुद्धको ज्ञानमा जानुहोस् प्रवचनमा लाइटर चाहिँ अघि त्यहाँ राखेको छ समय धेरै छोटो भएको कारणले पनि मैले छोटो भने फेरि लामोले फेरि पुऱ्याएन नभन्नु होला फेरि पुऱ्याएँ तर यसको पनि एउटा आफ्नो फेरि हुन्छ त्यो हजुरहरूको टाइमको मैले ख्याल गरेर चाहिँ कार्यक्रमलाई यो पूजालाई पनि कम्फर्म गर्दैछु है त्यो भोलिको कार्यक्रम सुरु हुँदैछ भोलि अब बाल्नलाई चाहिँ अब सम्भव हामीले खास 108 वटा पनि बाल्नु पर्ने थियो अब यहाँ समय दिएर हाम्रो सामान पनि मर्छ होला नि आजलाई चाहिँ 7वटा मर्छ त्यसमा चाहिँ दुर्भाग्यवश भन्छौँ तामाङ भाषाबाट त्यसलाई नै हामीले चाहिँ 108 वटा सम्झिनुपर्छ र 108 वटा बल बाले पनि लाख पनि बाले पनि पुग्ने एउटै त्यही भएर हामी सोच्नुपर्छ कि यही एउटालाई चाहिँ लाखौँ बन्ने बाले आज भगवान बुद्धको नाममा चाहिँ हामीले यसरी चाहिँ पूजा पाठ गऱ्यौँ भनेर चाहिँ मनमा सोच्नु हो है
भाइले पनि दिन अलिकति खाइहाल्छ राख्नु भइसक्यो तिमीले अक्षर त बाट्दैछन् त भ्याइसकेको लामा पूजा भइरहेछ बहिनी ल अब है लोकेसन मिलाइसकेको
साथीहरू आज अमृत ग्रहणपछि यथास्थानमा नै फेरि आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध पनि गर्दछु। कृपया लाइन बन्धनमा आइदिनु होला। पञ्च अमृत ग्रहणपछि यथास्थानमा नै आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध पनि गर्दछु। धन्यवाद। लाइन बाहिर जाउँ। साथीहरूले यता एन्ट्रान्सको प्रवेशद्वारमा खाली गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। प्रवेशद्वार खाली गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। कृपया एन्ट्रान्स प्रवेशद्वार खाली गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। उनीहरूले चाहिँ दिने हो यही राख्दा नि हुन्छ के भन्नु उहिले पञ्चायत सन्दीप तामाङज्यू बाहिर कोही हुनुहुन्छ भने भित्र पठाइदिनु होला म विनम्र अनुरोध गर्दछु। सबैजनालाई भित्र आसन ग्रहण गरी
जनसम्पर्क सचिव सञ्जय तामाङ लोकचान्चु कला संस्कृति सचिवज्यू दिलीप तामाङज्यू यहाँ पोडियममा सम्पर्क गरिदिनु म
फर्कने यसो खाली हो एकचोटि गर्छु कि एक कि तीनचोटि हो एकचोटि तपाईँले त 3 चोटि गर्नुपर्छ है यहाँबाट सिङ्गल या 4 चोटि गर्नुपर्छ नि उपस्थित आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू बाँकी रहेको अमृत ग्रहणको कार्यक्रमलाई तपाईँहरू अगाडि आइदिनु होला भएको छ या छुटेको छ भने यहाँ अगाडि आइदिनु होला म बेल अनुरोध गर्दछु धन्यवाद विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन तामाङ समाज हुनेका पूर्वाध्यक्ष श्री जितेन्द्र गोले तामाङज्यूलाई म विनम्र अनुरोध गर्दछु र उहाँ अहिले प्रमुख सल्लाहकार पनि हुनुहुन्छ। यसै गरी आसन ग्रहणकै क्रममा तामाङ समाज हुनेका केन्द्रीय अध्यक्ष श्री भीमदोङ तामाङज्यूलाई आसन ग्रहणको लागि म विनम्र अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण यसै गरी आसन ग्रहणकै क्रममा याक्थुङ स्वयं संजुङको युएई लिम्बू समाजका अध्यक्ष श्री बसन्त
हाम्रो फेमेज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु न म विनम्र अनुरोध गर्दछु। यसैगरी आसन ग्रहणकै क्रममा अन्तर्राष्ट्रिय ताइक्वान्डो मास्टर एवं युईको पहिलो नेपाली ताइक्वान्डो राष्ट्रिय रेफ्री श्री जगन अधिकारीज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु न म अनुरोध गर्दछु। यसैगरी आसन ग्रहणकै क्रममा अल हलिया हस्पिटल आमदान अबुधाबीबाट हामीलाई प्रसार कार्यक्रममा पनि फ्री जेनरल हेल्थ चेकअपमा उहाँले आफ्नो स्टल आफ्नो एउटा ग्रुप ल्याएर लगभग 135 जना भन्दा बढी हाम्रो सदस्यहरूलाई पाहुनाहरूलाई सेवा प्रदान गर्नुहुने श्री प्रज्ञा घिमिरेज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु म अनुरोध गर्दछु। कृपया जोरदार तालीले स्वागत गरिदिनु म अनुरोध गर्दछु। यसैगरी हामीलाई हरेक कार्यक्रममा सहयोग गर्नुहुने फेसन एन्ड बुद्धि रेणु कलेक्सनका सञ्चालक श्री रेणु तामाङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु म विनम्र अनुरोध गर्दछु। रेणु तामाङज्यू अगाडि आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। अतिथि आसन ग्रहणकै क्रममा हाम्रो आजको यस विशेष कार्यक्रमको विशेष अतिथि हाम्रो कार्यक्रममा पूजापाठ र हाम्रो कार्यक्रमको शुभारम्भ गर्नुहुने लामा मेमे श्री उर्मा लामाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। उर्मा लामाज्यू यसैगरी लामा मेमे सिजन लामाज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। सिजन लामाज्यू उहाँहरू अहिले बाहिर बिजी व्यस्तता हुनुहुन्छ भन्ने उहाँको र एकछिन पछाडि हामी निरन्तर उहाँलाई फेरि अतिथि आसन ग्रहणको कार्यक्रममा जोडिनेछौँ। ज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। आस्था ज्यू त्यसैगरी आसन ग्रहणकै क्रममा चाँदनी गौतमज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। चाँदनी गौतमज्यू आसन ग्रहणकै क्रममा यसैगरी आसन ग्रहणकै क्रममा राजु तामाङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। राजु तामाङज्यू हाम्रो हरेक कार्यक्रममा उहाँले आफ्नो कला जहिले पनि आफ्नो कलालाई तपाईहरु सामुन्ने हामीलाई अगाडि गरेर मनोरञ्जन दिलाउनु हुने श्री साल राजु तामाङज्यूलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। यसैगरी अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजको यस कार्यक्रमको संयोजक जुलाई संयोजक श्री लक्ष्मी ब्लक तामाङज्यूलाई
आफ्नो छोटो र मिठो शब्दमा स्वागत मन्तव्य राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। लक्ष्मी प्रसाद तामाङज्यू आज यस विशेष कार्यक्रमको संयोजक हुनुहुन्छ उहाँ। दिनु हुन म विनम्र अनुरोध गर्दछु। अमर गुन्जनज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। कृपया जोरदार तालीले स्वागत गरिदिनु होला। यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा स्वर्ण पदक दिन सफल राष्ट्रिय कराते खेलाडी श्री शान्ति तामाङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। कृपया अगाडि आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। जोरदार तालीले स्वागत गरौँ। उहाँ हाम्रो एक महिलाको प्रेरणादायी हुनुहुन्छ। यसैगरी आसन ग्रहण कार्यक्रममा मगर सङ्घ युका सचिव श्री जनकज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र आसन ग्रहणको क्रमलाई निरन्तरता राख्दै अब हामी कार्यक्रमको उद्घाटन कार्यक्रमलाई जोड्न चाहन्छु। आजको यस कार्यक्रमको प्रमुख अतिथिज्यू श्री राम मोक्तानज्यूलाई हाम्रो आजको यस कार्यक्रमको पानसमा दियो प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। प्रमुख अतिथि राम मोक्तानज्यू कृपया जोरदार तालीले स्वागत गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसैगरी सभाध्यक्ष श्री अशोकमान तामाङज्यू, वरिष्ठ अतिथिज्यू र आजको यस कार्यक्रमका संयोजक श्री तामाङ समाज युवा औद्योगिक क्षेत्रीय समितिका महिला सचिव लक्ष्मी प्रसाद तामाङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म टेक्निकल टिमका साथीहरूलाई यहाँ स्क्रिनमा राष्ट्रिय गान बजाइदिनु हुन म विनम्र अनुरोध गर्दछु र उपस्थित सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू यथा स्थानबाटै राष्ट्रिय गानमा सरिक भइदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु। धन्यवाद। माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली सार्वभौम फुलकामी सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल बिहारको शान्ति भूमि तराई पहाड हिमालय अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। साथै एकछिन तपाईहरु यता स्थानमा नै बस्नु होला। तपाईहरु आसन ग्रहण नगरिदिनु होला। यही दुबईमा कार्यरत गत अप्रिल 2025 मा हृदयघात भई तामाङलाई लोकजान प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। उहाँको चिर शान्ति पाओस् भन्ने कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं।
यो कठिन घडीमा उहाँका परिवार आफन्तजन र शुभेच्छकहरूलाई धैर्य र धारणा गर्न शक्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली। उहाँको लागि हामीले 1 मिनेट मौन धारण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। म लक्ष्मी लोक तामाङ आजको यो पवित्र बुद्ध जयन्ती 2569 को कार्यक्रमकी संयोजक को हैसियतले यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। आजको यो विशेष दिनमा हामीले भगवान बुद्धको पूजा आराधना गर्दै कार्यक्रमको शुभारम्भ गरेका छौँ। यस पावन अवसरमा 2025 को दिनमा सम्पन्न भएको बुद्ध जयन्तीको अवसरमा 2024-26 कार्य समितिमा सदस्य जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यक्रमको शुभकामना सहित यो प्रमाणपत्र प्रदान गरेको छ। यहाँको उज्जवल भविष्य तथा कार्यकाल सफलताको कामना गर्दछु। यसैगरी हाम्रो नयाँ सदस्य हुनुहुन्छ श्री रोजिना तामाङज्यू। रोजिना तामाङज्यू यहाँको उज्जवल भविष्य तथा सफल कार्यकालको कामना गर्दछु। यसैगरी नयाँ सदस्य तपाईँ श्री धिरिमाया तामाङज्यू। धिरिमाया तामाङज्यू उहाँ आउनु बुझ्दै हुनुहुन्न, अब पछि आउनुहुन्छ, हामी उहाँलाई पछि नै प्रदान गर्नेछौँ। यसैगरी श्याम पाखरिनज्यू यहाँको उज्जवल भविष्य तथा कार्यकाल सफलताको कामना गर्दछु। यसैगरी तपाईँ श्री बसन्ती तामाङज्यू अगाडि आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। बसन्ती तामाङज्यू यहाँको उज्जवल भविष्य तथा सफल कार्यकालको कामना गर्दछु। बसन्ती तामाङज्यू उहाँले जोरदार तालीले स्वागत गरिदिनु हुन म अनुरोध गर्दछु। यसैगरी तपाईँ श्री सुजन बहादुर तामाङज्यू संस्थापक कोषाध्यक्ष पूर्वाध्यक्ष सभाध्यक्ष र आजको कार्यक्रम संयोजकज्यूलाई म हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले स्वागत गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। कृपया जोरदार तालीले स्वागत गरिदिनु होला। ज्यूलाई पनि अगाडि आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसैगरी सम्मान के क्रममा तामाङ समाज युका युई अभिनय क्षेत्रीय समितिका सल्लाहकार श्री फुर्बा तामाङज्यूलाई पनि यहाँ स्टेजमा आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। फुर्बा तामाङज्यू सबैजनाले जोरदार तालीले स्वागत गरिदिनु होला। यसैगरी तामाङ समाज युका युई अभिनय क्षेत्रीय समितिका कोषाध्यक्ष अति नै मिलनसार र उहाँले हाम्रो यस संस्थाप्रति गर्नुभएको योगदानप्रति अतुलनीय योगदानप्रति हामीले बयान गरेर कुनै शब्दले पुग्ने छैन। तसर्थ उहाँलाई दोस्रो उडाएर सम्मान गरिदिनु हुन श्री बिपिन पाखरिनज्यूलाई स्टेजमा आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। बिपिन पाखरिनज्यू अगाडि आइदिनु हुन विनम्र अनुरोध गर्दछु। उहाँ हाम्रो अभिनय क्षेत्रीय समितिका कोषाध्यक्ष पनि हुनुहुन्छ। यसैगरी सम्मानकै क्रममा तामाङ समाज युवा अभिनय क्षेत्रीय समितिका पूर्वाध्यक्ष उहाँले 2023 देखि 2025 सम्म आफ्नो अभिभावकत्वको भूमिका खेल्नु भएर संस्थालाई यो स्थानसम्म ल्याउन योगदान गर्नुहुने अग्रज
आदरणीय व्यक्तित्व, समाजसेवी, मनका धनी तामाङ समाज औपचारिक क्षेत्रीय समितिका प्रमुख संरक्षक सल्लाहकार श्री कुमार सिंह तामाङज्यूलाई पनि अगाडि स्टेजमा आइदिनु हुन म अनुरोध गर्दछु। उहाँको अतुलनीय योगदानप्रति हामी जहिले नै ऋणी हुनेछौँ। उहाँलाई जोरदार तालीले फेरि पनि स्वागत गरिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यू, सम्पादकज्यू, तपाईहरु यता स्थानमा नै आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। धन्यवाद। उहाँहरुको लागि पनि एकपल्ट जोरदार तालीले स्वागत गरिदिनु होला। यसैगरी तामाङ समाज औपचारिक क्षेत्रीय समितिले हामीले हरेक वर्ष हरेक समय हामी नेपालीहरुको हामी गर्नेछौँ। उहाँहरुको कार्यक्रम सम्भवतः चाँडो नै सुरुवात हुनेछ र हामीले यही पावन अवसरमा उहाँहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छौँ। धन्यवाद। अब यसै क्रममा हामीले तामाङ समाज जुन हाम्रो पवित्र संस्था छ, संस्थाप्रति उहाँहरूले गर्नुभएको योगदानको कदर गर्दै, उहाँहरूको अमूल्य योगदानको कदरलाई सम्मान गर्दै हामीले मायाको चिनो प्रदान गर्न लागिरहेका छौँ। आजको यस विशेष कार्यक्रमका प्रमुख अतिथिज्यू श्री राम मोक्तानज्यू, विशिष्ट अतिथि श्री जितेन्द्र तामाङज्यू, यस कार्यक्रमका सभाध्यक्ष श्री हसरमान तामाङज्यू र यस कार्यक्रमका संयोजक श्री लक्ष्मीप्रसाद तामाङज्यू स्टेजमा आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। तामाङ समाज औपचारिक क्षेत्रीय समितिका महिला प्रमुख श्री बीना मोक्तानज्यूलाई यहाँ स्टेजमा आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसैगरी उपाध्यक्ष श्री गीता तामाङज्यूलाई पनि स्टेजमा आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसैगरी प्रमुख संरक्षक सल्लाहकार श्री कुमार सिंह तामाङज्यूलाई पनि अगाडि आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। 2018 रसलखैमा क्षेत्रीय समितिका उपाध्यक्ष, 2012 रसलखैमा क्षेत्रीय अध्यक्ष, 2016 केन्द्रीय सदस्य, 2018 केन्द्रीय उपाध्यक्ष, 2019 आदिवासी जनजाति महासंघको सचिव, 2022 केन्द्रीय कार्यकारी अध्यक्ष हुँदै आज 2025 तामाङ समाजका केन्द्रीय अध्यक्ष श्री भीमदोङ तामाङज्यूलाई हामी तामाङ समाज औपचारिक क्षेत्रीय समितिको तर्फबाट मायाको चिरो स्वरूप हामीले यो टोकन लभ अफ टोकन प्रदान गर्दछौँ। यसैगरी हाम्रो विशेष अतिथि अमर डुम्जनज्यूलाई पनि अगाडि स्टेजमा आइदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसैगरी बसन्त थेबेज्यूलाई पनि यहाँ स्टेजमा आइदिनु हुन म विनम्र अनुरोध गर्दछु।
तालीले स्वागत गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। तामाङ समाज युएईमा आबद्ध 2013 आदिवासी जनजाति महासंघ युएईको पहिलो महासचिव तामाङ समाजबाट 2014 केन्द्रीय उपाध्यक्षमा नियुक्ति 2016 दोस्रो पटक केन्द्रीय उपाध्यक्षमा नियुक्ति 2022-2024 तामाङ समाज युएईको अध्यक्षमा नियुक्ति 2025 तामाङ समाज युएईको वर्तमान संरक्षक तथा सल्लाहकार तामाङ समाज युएईका पूर्वाध्यक्ष वर्तमान संरक्षक सदस्य प्रमुख सल्लाहकार साथै तामाङ समाज युएईमा अतुलनीय योगदान एवं समाजसेवी आदरणीय व्यक्तित्व श्री जितेन्द्र गोले तामाङज्यूलाई 2569 बुद्ध जयन्तीको पावन अवसरमा तामाङ समाज युएई अबुधाबी क्षेत्रीय समिति परिवार हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना सहित मायाको चिरो प्रदान गर्दछौं। तामाङ समाज युएई अबुधाबी क्षेत्रीय समिति परिवार। सबैजनाले उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। युएईमा धेरै ठुलो कार्यक्रमहरू गरेका छौं र यसै क्रममा यसपालि पनि तामाङ समाज युएई अबुधाबी क्षेत्रीय समितिले आफ्नो धर्म संरक्षण र आफ्नो संस्कार संस्कृति संरक्षणमा अगाडि बढिरहेको देख्दा म तामाङ समाज युएई केन्द्र कार्य समितिबाट उहाँहरू सम्पूर्ण कार्य समितिलाई धेरै 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 हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। यसै गरी नै अगाडि बढिनु होला। म केन्द्रीय अध्यक्ष भएर तामाङ समाज युएई अबुधाबी क्षेत्रीय समितिको सधैँ साथमा रहनेछौँ म प्रतिबद्धता दिन चाहन्छु र समयको अभावले म धेरै त बोल्न पनि चाहन्न, किनभने यो समय अलिक कम्ती भएको कारणले म अलिकति यो बुद्धकै भनाइहरू राखेर म टुङ्ग्याउन चाहन्छु। हामीले बुद्धको भनाइलाई आत्मसात गर्यो भने हामी सधैँ मनमा शान्ति हुन्छ र बुद्धको भनाइ यस प्रकार छ, आफै उद्धार आफैले गर्नुहोस्, आफ्नै उद्धार आफैले गर्नुपर्छ, अरूले त केवल बाटो देखाउन मात्रै सक्छन्। यसको अर्थ आत्मनिर्भर बन र आफ्नो मार्ग आफै खोज भनेको हो। संसारको सबैभन्दा ठुलो विजय आफूलाई जित्नुहोस्, यसको अर्थ हो आत्मविजय नै सबैभन्दा कठिन र सच्चा विजय हो। सत्यको मार्ग एक्लो हुन्छ तर उज्यालो हुन्छ, यसको अर्थ सत्यको बाटोमा हिँड्न गाह्रो पर्न सक्छ तर त्यसले तपाईलाई साँचो शान्तितर्फ लान सक्छ। न त विगतमा रमाऊ न त भविष्यको चित्त गर, वर्तमानमा जिउ। यसको अर्थ रहेको छ अहिलेको पल नै जीवनको साँचो वास्तविकता पल हो। यो चार भनाइलाई हामीले आत्मसात गर्यो भने हामी सधैँ मनमा शान्ति पनि हुनेछ, हामी सधैँ कोही कसैसँग पनि दुश्मनी मोल्नु पर्दैन भन्ने मलाई लागेको छ र यो भनाइहरूलाई तपाईँहरूले पनि आत्मसात गरिनु होला र यो बुद्धको शान्तिको उपदेश नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि फैलियोस्। अहिले जुन हिजो अस्ति मात्रै इन्डिया र पाकिस्तानको युद्ध भएको थियो, त्यो युद्धहरूलाई छिचोल्दै, यो युक्रेनको युद्धहरूलाई छिचोल्दै यो
इराकको उसको के अरे इराकको युद्धलाई सबैले छिचोल्दै यो बुद्धको शान्तिले सम्पूर्ण देश यो विश्वमै शान्ति छाओस् भन्दै यो शुभकामना दिँदै म मेरो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। यहाँ आउनुभएका स्पोन्सरहरू जसले आपदा क्षेत्रको हरेक कार्यक्रममा चाहिँ स्पोन्सर गरिरहेको छ, यहाँ आउनुभएका शुभचिन्तकहरू, यहाँ आउनुभएका तामाङ दाजुभाइ दाजुभाइले नानाहरू, यहाँ आउनुभएका नन तामाङ सबै दाजुभाइ दिदीबहिनीहरू, मेरो जितेन्द्र तामाङ, म तामाङ समाजको पूर्व अध्यक्षको तर्फबाट र सम्पूर्ण तामाङ समाजको तर्फबाट तपाईँलाई हार्दिक तपाईँलाई चाहिँ यो अभिवादन टक्राउन चाहन्छु। तपाईँहरूलाई चाहिँ बुद्ध जयन्तीको 25औं गणेशोत्सवको शुभकामना दिन चाहन्छु। र आज यो बुद्ध जयन्ती कार्यक्रममा जुन मलाई सम्मान दिनुभयो आपदा क्षेत्र समिति सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सम्मान मलाई दिएको सम्मान मात्र होइन, यो सम्मान भनेको आउने मभन्दा पछिको जेनेरेसन जसले चाहिँ तामाङ समाजको नेतृत्व समाज छ, जसले चाहिँ तामाङ जातिको उत्थान गर्छ, जसले तामाङ जातिको धर्म संस्कृति परम्परा जगेर्ना गर्छ, तिनीहरूको हौसला प्रदान गर्नुको लागि हो। त्यसैले अबुधाबी क्षेत्र समितिलाई यो सम्मानको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यस बुद्ध जयन्ती कार्यक्रमको पवित्र कार्यक्रममा यो बुद्धको ती बाणी हामीले बुझ्नु जरुरी छ। हामी सानैदेखि सुन्दै आएका छौँ गानामा, लामाहरूको प्रवचनमा, बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि। यो तीनटा मन्त्र चाहिँ हामीलाई एकदम बुझ्नु जरुरी छ। यसले हामीलाई हौसला प्रदान गर्दछ, यसले हामीलाई भावनात्मक रूपमा एक आपसमा टच गराउँछ, सम्बन्ध कायम गराउँछ। हामी बुद्ध शरण, हामी तामाङ जाति धेरै अड्किने हामी बुद्धको शरणमा छौँ र यसलाई अलिकति बुद्धको भावनात्मक, बुद्धको दर्शन बुझेर हामी लाग्नु जरुरी छ। धम्मम शरणम गच्छामि, बुद्धको धर्मको शरणमा हामी जानु जरुरी छ। सङ्घम शरणम गच्छामि, हामी सङ्घ भनेको हामी सबैजना, आज हामी को छौँ? सबैजना छौँ यहाँ। हामी सबैजना मिलेर यसरी हाम्रो बुद्धको दर्शनलाई चाहिँ हामी मान्यौँ। हाम्रो आफ्नो चाहिँ तामाङ जातिको चाहिँ आफ्नो चाहिँ सनातन धर्मलाई हामीले बुझ्दै आयौँ, हामीले चाहिँ यसलाई सँगै आयौँ। त्यो हाम्रो सङ्गम शरण गच्छामि, सङ्गम शरण गच्छामि। त्यसमा यो तीनवटा गुणमन्त्रले हामीले यहाँ बाँधेको छ। हाम्रो मनमा, हाम्रो भाग्यमा, हाम्रो कर्ममा लेखेको रहेछ। हामी यहाँ दुबईमा चाहिँ हामी चाहिँ युएमा हामी अबुधाबी यसरी भएको। तपाईँ हामीले धर्म नगरेको भए, तपाईँ हामीले चाहिँ यसरी चाहिँ बुद्धको शरणमा चाहिँ नगरेको भए, हाम्रो बुद्धको शरणमा हाम्रो राम्रो कर्म छ, त्यसले गर्दा हामी आज भेट्न पायौँ। तामाङ समाजले यसरी चाहिँ जुराउने मौका पायौँ। अबुधाबी क्षेत्र समितिले धेरै धेरै माया गर्नु होला, तामाङ समाजले धेरै धेरै माया गरिदिनु होला। तपाईँहरू सम्पूर्णलाई हरेक तामाङ समाजले अप्ठ्यारो परेको बेलामा शैक्षिक रूपमा तपाईँको चाहिँ भिसादेखि लिएर सबै समस्याको रूपमा समस्या छ भने तामाङ समाजले सधैँ तपाईँहरूको चाहिँ ढोका खुल्ला छ। तामाङ समाजले तामाङहरूको एउटा पहिलो एम्बेसीको रूपमा हामी प्रस्तुत हुनेछौँ। त्यो एम्बेसीले तपाईँको सब उद्धार गर्नेछ, तपाईँको भलो गर्नेछ। यहाँ हाम्रो नेपाली समाजले हाम्रो वर्तमान अध्यक्ष हाम्रो राममोहन हाम्रो तामाङकै प्रतिनिधित्व हुनुहुन्छ। उहाँले चाहिँ धेरै कामहरू गर्नुभएको छ। त्यसमा चाहिँ उहाँ तपाईँको प्रतिष्ठित हुनुहुन्छ। केही तपाईँको अन्तरिक कार्यक्रम छ, केही तपाईँको जिज्ञासा छ भने उहाँले भेट्न सक्नुहुन्छ, उहाँले भन्न सक्नुहुन्छ, उहाँको मोबाइल नम्बर लिन सक्नुहुन्छ। त्यसैले आजको यस कार्यक्रममा मेरो अन्तिममा चाहिँ तपाईँहरू सम्पूर्णलाई यसरी जोड्नु होला, अबुधाबी क्षेत्रलाई माया गर्नु होला, तामाङ समाजलाई माया गर्नु होला। हरेक सङ्घ संस्थामा चाहिँ तपाईँहरू आबद्ध भएर चाहिँ आफ्नो नेपालीको लागि, हाम्रो नेपालको लागि, हाम्रो देशको लागि प्रवासी तामाङहरू, प्रवासी नतामाङहरू माया गरिदिनु भन्दै आजको यस पवित्र कार्यक्रम बुद्ध जयन्ती कार्यक्रम अबुधाबी क्षेत्रले गर्नुभएको छ। धेरै धेरै धन्यवाद दिँदै म तपाईँहरू सम्पूर्ण फेरि एकचोटि यो साथमा बुद्ध जयन्तीको कार्यक्रममा धेरै धेरै शुभकामना दिँदै ह्याप्पी बुद्ध जयन्ती भन्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद। धन्यवाद केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार श्री जितेन्द्र मणि तामाङज्यू।
यसै गरी म शुभकामना मन्तव्यलाई अगाडि बढाउँदै तामाङ समाजका संस्थापक कोषाध्यक्ष पूर्वाध्यक्ष वर्तमान संरक्षक प्रमुख तथा नेपाली समाजका वर्तमान अध्यक्ष श्री राम मोक्तानज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। श्री राम मोक्तानज्यू। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। तामाङ समाज अबुधाबी युए क्षेत्रीय समितिले आयोजना गरेको 2569औं बुद्ध जयन्तीको कार्यक्रमका लागि सभाध्यक्षज्यू विशेष अतिथिज्यू मेरो प्रारम्भिक जगन अधिकारीज्यू उहाँलाई मैले हरेक कार्यक्रमहरूमा देखिरहेको छु। उहाँले हरेक कार्यक्रमहरूमा तामाङ समाजलाई विशेष गरी सहयोग पुरै आइरहनु भएको छ। त्यसै गरी ग्यासमा आसिनुभएका सम्पूर्ण अतिथिज्यूहरू र आजको यस कार्यक्रमलाई सफल पार्न यहाँ सहभागी हुनुभएका तपाईँ सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म राम मोक्तान अनि नेपाली समाज युएको तर्फबाट स्वीकार्नुहोस् नमस्ते अभिवादन। आजको यस विशेष समारोहमा तपाईँ हामीले बुद्धको वचन लामा गुरुबाट सुनिसकेका छौँ। त्यसै गरी पूर्व वक्ताहरूले बुद्धको बारेमा विस्तृत जानकारी गराइसक्नु भएको छ। बुद्ध तपाईँ हाम्रो मात्र नभएर संसारको लागि एउटा महान व्यक्ति हुनुहुन्छ। बुद्धलाई तपाईँ हामीले लाइट अफ एसिया भनेर पनि चिन्ने गर्छौँ र बुद्धले देखाएको बाटोमा तपाईँ हामी हिँड्न जरुर छ। यो बाटोमा उहाँले दिनुभएको बाटोहरूलाई फलो गरेको खण्डमा अवश्य पनि हामी यो सुन्दर शान्त संसारमा शान्त वातावरणमा रहन सक्छौँ। तसर्थ म तपाईँहरू सम्पूर्णलाई बुद्धले देखाएको सुमार्गमा लागिरहनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरूले आयोजना गर्नुभएको यस बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा सम्पन्न भइसकेको मैले बुझेको छु। यहाँ सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूले लामा गुरुबाट आशीर्वाद दिनुको साथै पूजा पाठमा सम्पन्न भएर प्रसाद दिएर गइसक्नु पनि भएको छ। सायद उहाँहरूको आफ्नो विशेष कार्यले गर्दा हो भन्ने मैले बुझेको छु। किनभने समयले नेटवर्क काटिसकेको छ, हामीसँग निकै कम समयको छ। तर पनि तपाईँहरू अहिले लामो समयसम्म पनि यस कार्यमा सहभागी हुनुभएकोमा म यहाँहरू सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र विशेष गरी तामाङ समाजले आयोजना गरेको र यस बुद्ध जयन्ती कार्यक्रम भएको हुँदा हामीले तामाङ समाज अबुधाबी क्षेत्रीय समितिलाई धेरै धेरै धन्यवाद दिनु पर्दछ। तपाईँहरू सम्पूर्ण धन्यवादको पात्र हुनुहुन्छ। यहाँ तामाङ समाज अबुधाबी क्षेत्रीय समिति मात्र नभइकन यहाँ उपस्थित हुनुभएका सम्पूर्णले यस कार्यक्रममा अवश्य पनि बुद्ध सम्बन्धी कुरा सुन्नुभयो, जान्नुभयो। यहाँलाई पुनः एकपटक धन्यवाद। र आजको यस विशेष समारोहमा अबुधाबी क्षेत्रीय समितिले समाजमा लामो समयदेखि लागेर योगदान गरिरहनुभएका पूर्व द्वय अध्यक्षज्यू श्री जितेन्द्र तामाङ र श्री भीमडोङज्यूलाई सम्मान गर्नुभयो। साथै सम्मानको सिलसिलामा यहाँहरूले हाम्रो पूर्व अध्यक्षज्यू र अबुधाबी क्षेत्रीय समितिमै लामो समयदेखि समाजलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याइरहनु हुने सम्पूर्ण सम्मानित व्यक्तित्वज्यूहरूलाई मेरो तर्फबाट एक मुस्त हार्दिक बधाई। तपाईँहरू सबै बधाईका पात्र हुनुहुन्छ र समाजमा तपाईँहरूले योगदानले गर्दा तपाईँ सम्मानित हुनुभएको भन्ने बुझाइ छ, ठमाइ छ। र यहाँहरूले समाजलाई अगाडि बढाउन भविष्यमा पनि समाजलाई योगदान
विश्वास लिएको छु। फेरि पनि यहाँहरू सम्पूर्णलाई एक मुष्ट बधाई र अब तामाङ समाज को केही विशेष कुराकानी बाहेक म नेपाली समाजसँग पनि आबद्ध भएको हुनाले केही कुराहरू यहाँ समक्ष राख्न चाहन्छु। नेपालीहरूको युएमा आगमन दिनानु बढ्दै गएको छ। आज हामी युएमा 7 लाखभन्दा बढी नेपालीहरू यहाँ यहाँ आइसकेका छौँ र कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरू व्यवसाय व्यापारमा लागिरहनु भएको छ, राम्रो गरिरहनु भएको छ, राम्रो नोकरी गर्नु भएको छ। अनि कतिपय दाजुभाइ तथा दिदीबहिनीहरूले विभिन्न किसिमका समस्याहरू झेलिरहनु भएको छ। विशेष गरी आजभोलिदेखिको समस्या भनेको भिजिट भिसाको समस्या एकदम डरलाग्दो कहानी बन्दै गएको छ। आजभोलि हरेक दिनमा यदि दिनमा नभए पनि हप्तामा 2 जना या 3 जना मृत्यु भएको खबर हामीले पाउँदै गरेका छौँ। यो अवश्य पनि एकदम डरलाग्दो खबर हो। यो अवश्य पनि तपाईँ हाम्रो लागि राम्रो खबर हुने होइन। तसर्थ यहाँहरू सम्पूर्णलाई म नेपाली समाज युएको वर्तमान अध्यक्ष अर्थात् नेपालीहरूको एउटा अभिभावक अर्थात् एउटा असल नेपालीको हैसियतले तपाईँहरूलाई केही कुराहरू सेयर गर्न चाहन्छु। केही महिना अगाडि युए सरकारले यहाँ एमएसटी कार्यक्रमको लागू गरेको थियो। एमएसटी लागू गर्दै गर्दा हामी सबै जो भिसा नभएर यहाँ बसिरहेका थियौँ अथवा बसिरहनु भएको थियो उहाँहरू सबैलाई आफ्नो मातृभूमि जाने एउटा सुनौलो अवसर थियो। यो सरकारले ल्याएको सुनौलो अवसरमा पनि कतिपय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यो युएलाई छोडेर जानु भएन। उहाँहरूले यो यस्तो आम माफी पाइरहँदा पनि आम माफीको फाइदा उठाउन सक्नु भएन र त्यस एमएसटी कार्यक्रम सके पश्चात युए सरकारले आफ्नो काम कारबाही निकै कडाइ गरेको छ। यहाँ हुने हरेक एक्टिभिटीहरूलाई नजिक तौरबाट हेरिरहेका छौँ। तसर्थ म तपाईँहरूलाई यो भन्न चाहन्छु कि यदि तपाईँहरू पनि आफ्नो रूपबाट बाहिर जाँदै हुनुहुन्छ भने आफूसँग रहनुपर्ने अर्थात् राख्नुपर्ने आफ्नो व्यक्तिगत डकुमेन्टहरू सधैँ लिएर हिँड्नको लागि यहाँहरू सबैलाई म सुझाव दिन चाहन्छु। व्यक्तिगत डकुमेन्ट भन्नाले हामी बुझ्छौँ यदि तपाईँ इमेल आइडी जुन सहज रूपमा सरल रूपमा सबै स्थानमा एक्सेप्ट गरिने गर्दछ, कृपया विदाउट इमेल आइडी नजानुहोला। यदि तपाईँसँग इमेल आइडी पाइदा छैन भने पनि एटलिस्ट तपाईँले आफ्नो पासपोर्ट या कम्पनीको आइडी लिएर मात्रै जानुहोला। यदि तपाईँहरू ड्राइभिङ गर्दै हुनुहुन्छ भने प्लिज साथमा तपाईँको ड्राइभिङ डकुमेन्ट राख्नुहोला विदाउट। अनि यदि तपाईँहरू ड्रिङ्क्स गरेर कहिले पनि ड्राइभिङ नगर्नको लागि म यहाँहरू सबैलाई अनुरोध गर्दछु। कतिपय समस्याहरू हामी जानी पनि निम्ताइरहेका छौँ। हो हामी सबैलाई थाहा छ बाहिर जाँदाखेरि अवश्य पनि काटेर हिँड्नुपर्छ। ड्रिङ्क एन्ड ड्राइभ एलाउड छैन, स्ट्रिक्टली प्रोहिबिटेड छ। तर पनि हामी यसलाई फलो गरिरहेका छैनौँ। हामी सबैले सम्झनुपर्ने कुरा के भने हामी हाम्रो मातृभूमिमा छैनौँ। हामी हाम्रो मातृभूमिमा भइरहँदा एउटा इङ्ग्लिस आइडी बोक्नु, एउटा सर्वसाधारणले ड्रिङ्क्स पिउनु एउटा सामान्य रूपमा हेरिन्छ भने अवश्य पनि यो कन्ट्रीमा यसलाई निकै असामान्य रूपमा हेरिने गर्दछ। तसर्थ यहाँहरू सम्पूर्णलाई तपाईँहरू बाहिर गएको अवस्थामा आफ्नो कागजातहरू लिएर हिँड्नुहोला। त्यो कागजातहरू समयमा अपडेट गर्नुहोला र ड्रिङ्क एन्ड ड्राइभ नगर्नको लागि अनुरोध गर्दछु। त्यस्तै गरी तपाईँहरू कुनै पनि दलालको प्रलोभनमा नफस्नुहोला। आजभोलि च्याप्ती बजारमा 20,000 30,000 लगानी गर्यो, एउटा सानो कम्पनी खोल्यो अनि चाहिँ त्यो कम्पनी चाहिँ कन्सल्टेन्सी म तपाईँलाई XYZ कन्ट्रीमा पठाइदिन्छु, मसँग यो सुविधा छ र उहाँहरूले तपाईँलाई एप्रोच गर्दा एकदम नरम सरल स्वभावमा तपाईँ हजुर भनेर चाहिँ एउटा एटेन्सन लिने गर्दछ। जब तपाईँहरूले पेमेन्ट गर्नुहुन्छ र काम हुँदैन टाइममा त्यसपछि उहाँहरू हिसाबेर हुनुहुन्छ, तपाईँहरूसँग सम्पर्कमा आउनु हुँदैन। सम्पर्क नभएपछि जब भिसामा आएको व्यक्तिहरू अर्थात् यहीँ पनि लामो समयसम्म बसिरहेको र कसैको मिठास कुराहरूमा फसेर पैसा दिने व्यक्तिहरू तपाईँहरू चाहिँ उहाँसँग कन्ट्याक्ट नहुँदा तपाईँहरू डिप्रेसनमा आउने, पैसा आर्थिक अभाव हुने, विभिन्न समस्या हुने गर्दछ। त्यस कारणले गर्दा कसैको नि मिठो बोलीमा नबिग्नु होला, कसैले पनि आफ्नो डकुमेन्ट नदिनु होला।
विशेष गरी भिजिट भिसामा आउनुपर्ने, जसले तपाईँलाई जब लगाइदिन्छु भनेर विभिन्न किसिमका विभिन्न यहाँ रहेका स्थानीय ब्याङ्कहरूसँग चाहिँ एउटा लिङ्क चाहिँ इस्टाब्लिस गरेर उहाँहरूले भिजिट भिसामा ल्याएको मान्छेलाई क्रेडिट कार्ड दिएर लोन दिने पनि समाचारहरू आइसकेको छ। विभिन्न कारणहरूले गर्दा जब उहाँहरूले जब पाउनुहुन्न अथवा जब भएको व्यक्तिले पनि पैसा दिएर आफूसँग चाहिँ मृत्यु स्थितिमा पुगेको खण्डमा आजभोलि कतिपय दाजुभाइ तथा दिदीबहिनीहरूले सुसाइड गरिरहनु भएको छ। सुसाइडको केस निकै बढ्दै गएको छ। तसर्थ यहाँहरू सम्पूर्णलाई अनुरोध, यदि कुनै पनि व्यक्तिलाई तपाईँले नचिनेको व्यक्तिलाई आफ्नो डकुमेन्ट नदिनको लागि, ड्रिङ्क एन्ड ड्राइभ नगर्नको लागि म नेपाली समाज युएको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। हुन त यो एकदम सामान्य कुरा हो, सामान्य कुरामा हामीले ध्यान दिँदैनौँ, नदिनाले गर्दा समस्यामा पर्छ। फेरि यहाँहरूलाई त्यो समस्यामा नपुर्नको लागि त्यही कुराको रिमाइन्ड गर्न चाहे र आजको यस विशेष बुद्ध जयन्ती कार्यक्रममा अलिकति आउन ढिलो भयो। मैले आफ्नो आउने कन्फर्मेसन राख्न सकेको थिएन, तर पनि यहाँहरूले मलाई बोलाएर अलिकति यस कार्यक्रममा सरिक हुने मौका दिनुभयो। म भित्री मनदेखि एकदम खुसी छु र यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म एउटा बुद्धको भूमि नेपालमा जन्मेको र विशेष गरी स्वयम्भूमा चाहिँ यो बुद्ध जयन्ती एकदम राम्रो हिसाबले चाहिँ मनाउने गर्दछ र मलाई आज यहाँ आएर तपाईँहरूसँग बुद्ध जयन्ती मनाउँदै गर्दाखेरि निकै म खुसी लागेको छ र मलाई लागिरहेछ म आज युएको आबुधाबी सहरमा होइन, म आफ्नै जन्मभूमि जन्मस्थान स्वयम्भूमा भएको मलाई फिल भइरहेको छ। यो मौका दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई भरि धन्यवाद दिन चाहन्छु। साथै तपाईँहरूलाई कुनै पनि समस्या परेको खण्डमा तपाईँहरूले आफ्नो साथीभाइसँग अवश्य पनि रिच आउट हुन सक्नुहुनेछ। त्यस्तै गरी अब एम्बेसी त आबुधाबीमा छ, सहज भयो। यति मात्र नभइकन एउटा युएवासीकै लागि एउटा नयाँ खबर छ, त्यो पनि दुबईमा कन्सुलेट अफिस छिट्टै आउने कुरा कन्फर्म भइसकेको र आजभोलिको अवस्थामा नेपाल सरकारबाट दुबई कन्सुलेटको लागि 2 जना सरहरू आइसक्नु भएको र अहिले भने एउटा कन्सुलेटको बिल्डिङ खोजिरहेको अवस्था छ र अवश्य पनि नेपाल सरकारले यहाँ रहेका नेपालीहरूको लागि यो कन्सुलेटको सेवा छिटोभन्दा छिटो दुबईमा पनि गर्नेछ भन्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र साथै यस बुद्ध जयन्ती 2569 को पावन अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नेपाली लगायत संसारभरि छरिरहेका मनुष्य जगतमा बुद्धको ज्ञान शान्ति मार्फत संसारभरि शान्त हुन सकोस्, शान्ति रूपी विश्वलाई हामीले देख्न पाऊँ। यहाँको समस्या यो शुभकामना राख्दै मेरो विचार शब्द यही टुङ्गाउन चाहन्छु। जय बुद्ध, जय तामाङ समाज, जय नेपाल, जय नेपाली। थ्याङ्क यू। धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि श्री राम मोक्तानज्यू, उहाँले आफ्नो कार्य व्यस्तताका कारण पनि समय बावजुद कारण पनि कार्यक्रममा सहभागी भएर प्रमुख अतिथिको भूमिका निभाउनु भएर हाम्रो कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनु भएकोमा उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँको लागि पटक जोरदार कार्यक्रम धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, चित्त शुद्ध होस् मेरो, बोली बुद्ध होस् मेरो, माइतालाले किरै नमरोस्। नमस्कार। तामाङ समाज युए अबुधाबी क्षेत्रीय कार्य समितिले आयोजना गरेको 2569औं बुद्ध जयन्ती कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू, विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेर पाउनुभएका समाजका दिग्गज व्यक्तित्वज्यूहरू तथा यस कार्यक्रममा उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आदरणीय महानुभावहरूमा म असारमा श्यामको तामाङ, जन्मघर सोलुखुम्बु, नेपाल।
आज मिति 2082 साल जेठ महिनाको 3 गते तथा सन् 2025 मे महिनाको 17 तारिक शनिबारका दिन तामाङ समाज युवा अबुधाबी क्षेत्रीय कार्य समितिले 2569औं बुद्ध जयन्तीको अवसर पालेर आयोजना गरेको यस कार्यक्रममा तपाईहरुको व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी यहाँसम्म उपस्थित गरी पाल्नु भएकोमा तपाई सम्पूर्ण आदरणीय महानुभावहरुलाई मेरो व्यक्तिगत र हाम्रो आयोजक संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। विश्व शान्तिका अग्रदूत बौद्ध धर्मावलम्बीहरूको महान गुरु भगवान गौतम बुद्धको पञ्चशीललाई यदि मानव जीवनमा लागू गर्ने हो भने अवश्य पनि मनुष्यले कुनै पनि दुःख कष्ट बेहोर्नु पर्दैन जस्तो लाग्छ। सरल र सफलतापूर्वक तरिकाले जीवनयापन गर्न सकिन्छ जस्तो लाग्छ। बुद्ध जयन्ती यसरी मनाइराख्दा यसको मुख्य उद्देश्य भनेको लामाहरूबाट पाठ पूजा गराई आशीर्वाद ग्रहण गर्नु तथा हाम्रा समाजका अग्रज तथा विशिष्ट व्यक्तित्वज्यूहरूलाई मान सम्मान गर्नु र अनुज व्यक्तित्वज्यूहरूलाई मायाका साथ सद्भावका साथ सामाजिक सेवामा प्रेरित गर्नु परिरहेको छ। तामाङ समाज युए अबुधाबी क्षेत्र वरिष्ठ घटत्व भएको एक संस्था हो। आज कतिपय साथीहरू छुट्टी नमिलेको कारण यहाँ उपस्थित हुन सक्नु भएको छैन। कतिपय साथीहरूले आगामी कार्यक्रमहरूमा हामी पनि आउँछौँ, साथ सहयोग र समर्थन गर्छौँ भन्दै हामीले खबरहरू पठाइरहनु भएको छ। यहाँहरू सबैलाई आत्मसात गर्दै हामी अबका कार्यक्रमहरूमा योभन्दा पनि भव्य तथा बृहत् तरिकाले अगाडि बढाउनेछौँ। तामाङ भाषा, वेशभूषा, कला, संस्कृति, रीतिरिवाज, चालचलन, परम्परा आदि जस्ता महत्त्वपूर्ण विषयहरूलाई संरक्षण, सम्वर्धन, प्रवर्धन तथा पुस्तकरण गर्दै जानु तामाङ समाज युए लगायत सिङ्गो तामाङ समाज संसारभरिकै तामाङ समाजको चाहिँ उद्देश्य रहेको छ। आजको यस कार्यक्रमलाई आयोजना गर्दै गर्दा अहोरात्र भोग प्यासी नभनिकन यस कार्यक्रमको लागि खटिरहनु भएका मेरा समितिका सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै धेरै धन्यवाद व्यक्त गर्दछु। यसैगरी आजको यस कार्यक्रम गर्दै गर्दा आधारभूत आवश्यक पर्ने पाठ पूजाको सामानदेखि लगेर खानपिनसम्मको सम्पूर्ण व्यवस्था गर्नुहुने हाम्रै समितिका मनकारी व्यक्तित्वज्यूहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। त्यसैगरी आजका यस कार्यक्रमका संयोजकज्यू अहिले मैले यहाँ देखिरहेको छैन, श्री लक्ष्मी लोन तामाङज्यू जो चाहिँ तामाङ समाज अबुधाबी क्षेत्रीय कार्य समितिको महिला सचिव हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। हाम्रो तामाङ समाज अबुधाबी क्षेत्रका अध्यक्ष श्री लोहाङ दोर्जे तामाङज्यू आफ्नो वार्षिक विदामा जन्मभूमि नेपालमा हुनुहुन्छ, उहाँलाई पनि विशेष नमन गर्दै आजको यस कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अन्य अतिथिज्यूहरू, समाजका दिग्गज व्यक्तित्वज्यूहरू लगायत उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आदरणीय महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै मैले यो महसुस गरेको छु कि आजको कार्यक्रम पक्कै पनि फलदायी र सकारात्मक भएको छ। सबैजना खुसी हुनुहुन्छ जस्तो लाग्छ र अबको कार्यक्रम पनि हाम्रो यो औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक तथा अन्य कार्यक्रमहरू रहेको हुँदा यहाँहरू नबढिकन अन्तिम समयसम्म बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यति भन्दै आजको यस औपचारिक कार्यक्रम समाप्त भएको घोषणा गर्दछु। धन्यवाद।